राजावादीहरूले राजा ल्याउनका लागि पटक पटक प्रदर्शन गर्दै गर्दा के साँच्चै नै राजा ल्याउनका लागि नेपालमा एउटा मात्र उपाय प्रदर्शन मात्र हुन् त? पक्कै पनि होइन। सबैभन्दा सजिलो उपाय अब आउने 84मा 2/3 सरकार ल्याएर पनि राजा ल्याउन सक्छ। यहाँ चाहिँ हामी यतिखेरको समयमा निषेधित क्षेत्रमा आइसकेको छौँ। यहाँनिर नेपाल प्रहरीले निषेधित क्षेत्र राखेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। निषेधित क्षेत्रतर्फ अगाडि बढिरहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। यतिखेरसम्म निषेधित क्षेत्रमा आइपुगेको छ। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ। राजावादी अझै विशेष गरेर राप्रापाको प्रदर्शन भइरहेको छ भने यहाँ मासतिर तपाईँले थोरै मात्रै म देखाउन चाहन्छु। त्यहाँनिर चाहिँ निषेधित क्षेत्र छ। अहिलेको समयमा म यसको सेन्टरमा बसिरहेको छु र यी कुराहरू जानकारी दिँदै गर्दाखेरिको समयमा फेरि पनि अस्तिको 15 गतेको घटना दोहोरिँदैन भन्न चाहिँ पक्कै पनि सकिँदैन। अहिलेको प्रधानमन्त्रीको कामलाई त्यति धेरै एप्रिसिएट गरिरहेको छैन, त्यति धेरै सन्तोषजनक छैन। त्यस कारणले गर्दा अहिलेको समयमा राजावादीहरू हाबी भएको कुरा यहाँनिर स्पष्ट हुन्छ र राजावादीहरू मात्र होइन, अरू पार्टीका मान्छेहरू पनि त्यसै गरी नै निराश भइरहेको छ। त्यस कारणले गर्दा अहिलेको समयमा मेरो विचारमा भने प्रधानमन्त्री अझै विशेष गरेर अहिलेको सरकारले भने आफ्नो कामलाई प्रतिबद्धता गरेर राम्रो तरिकाबाट काम गर्नुपर्छ भन्दै तपाईँको माझ बिदा हुन चाहन्छु। नमस्ते।